जसोजानजेसी आज म प्रकाश पुस्तकको 11 अध्याय पाठ गर्छु। यसै रहेछ दुई साथीहरू। त्यसपछि नाप्नेटाको जस्तै एउटा निकालो मलाई देखिदियो र यसो भनियो, उठ र परमेश्वरको मन्दिर र वेदीको नाप ल्याऊ र उहाँ आराधना गर्नेहरूको गन्ती ल्याऊ, तर मन्दिर बाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्यो चाहिँ जाति जातिहरूलाई दिइएको छ र 42 महिनासम्मको एउटा सहरलाई तिनीहरूले कुल्ची गर्नेछन्। मेरा दुई साथीहरूलाई 1260 दिनसम्म बाङ्लाको वस्त्र लगाएर अगमबाडी बोल्ने शक्ति म दिनेछु। पृथ्वीका प्रभुको सामुन्ने खडा रहेका जैतुनका 2 रुखहरू र 2 समाधानहरू यिनै हुन्। यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने तिनीहरूको मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ। तिनीहरूले अगमबाडी बोलेका दिनहरूमा पनि नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ र पानीहरूलाई रगत ल्याउने र तिनीहरूलाई इच्छा लागेको बेला पृथ्वीमा हर किसिमका विपद ल्याउने तिनीहरूमाथि शक्ति छ। तिनीहरूले आफ्नो गवाहीको काम सिद्धाइसकेको पछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लडाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ। तिनीहरूका लासहरू त्यस ठुलो सहरको सडकमा पडिरहनेछ, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिस्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनु भएको थियो। 3.5 सम्म तिनका लासहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति जातिका मानिसहरूले हेर्नेछन् र ती लासहरू गाड्न दिने छैन। पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार दिने गर्नेछन्, किनभने ती 2 अगमवक्ताहरूले पृथ्वीमा रहनेलाई शास्ति दिएका थिए। 3.5 पछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो र तिनीहरू आफ्ना घोडामा खडा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठुलो डर छायो। अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठुलो आवाज सुने, यता माथि आओ। र तिनीहरूका शत्रुहरूले हेर्दा तिनीहरू बादलमा स्वर्गतिर गए। त्यही गरी ठुलो भूकम्प गयो र सहरको 10औं भाग ढल्यो र भूकम्पमा 7,000 मानिसहरू मारिए। अरू बचेकाहरू डराएर स्वर्गमा परमेश्वरलाई महिमा दिए। दोस्रो विपत्ति बित्यो र तेस्रो विपत्ति चाँडै आउँदैछ। 7औं तुरही। अनि 7औं स्वर्गदूतले आफ्नो तुरही फुके र त्यसपछि स्वर्गमा यसो भन्ने ठुला आवाज गुन्जिए, संसारको राज्य हाम्रा प्रभुको र उहाँका क्रिस्टको राज्य भएको छ, अनि उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ। अनि परमेश्वरको सामुन्ने आफ्नो सिंहासन बस्ने ती 24 धर्मगुरुहरूले घोटु परी परमेश्वरलाई भन्न लागे, हे प्रभु परमेश्वर सर्वशक्तिमान, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईँले आफ्नो ठुलो सामर्थ हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो। जाति जातिहरू कुन्द्र भए, तर तपाईँको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो र तपाईँका दासहरू अगमवक्ता र सन्तहरूलाई र तपाईँको नाउँको डर मान्ने ठुला सानालाई इनाम दिने समय र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो। स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दुक देखियो। बिजुलीका चमक देखिए, आवाज र मेघ गर्जनहरू सुनिए, भूकम्प गए र ठुला असिना परे। आमेन। जसोजानजेसी।